ल बाबु हे बा दर्शन नमस्ते। आज चाहिँ हामी खोलासौथर वडा नम्बर 4 भुजुङमा हामी सुदासको घरको रिमेरा कालबहादुरको साथीहरू हामी सामूहिक रूपमा पिकनिकमा कोही बेसी सहरबाट कोही पोखराबाट कोही चितवनबाट यहाँ पिकनिकमा सहभागी हुन लागिरहेको छु। यो चाहिँ हाम्रो सुदासको घरको रिमेहरू सबभन्दा पहिला बेसी सहरबाट मेरो फुबु आबु तमुस्यो, त्यसपछि दुमरवा सानु कुमारी गुरुङ मेरो मिसेस, त्यसपछि पूजा गुरुङ सरान्दी कस्तो लाग्यो चितवनबाट यहाँसम्म यत्रो टाढो पार्टी खान आउनु भएको छ, कस्तो भएको? सबै भेटघाट भइरहेछ। साले मेरो फुबु काइलीको छोरी हाम्रो सामान लिनलाई आउनु भएको साउदी कस्तो लाग्छ? खुसी लाग्नु भएको छ? अब साथीहरूसँग भेट्न पाउने भयो है। फाले यहाँ छ हाम्रो फुबु, यहाँ कालु, हाम्रो काइली पोखराबाट बिचरा थकै लाग्यो होला है। मासी हिरा पनि बेसीबाट यौर्याबा हाम्रो सामान बोकेर आउनु भएछ बिचरा अनि नानी। अब बाटो चाहिँ यो चाहिँ भुजुङतिर जाने बाटो हो। यो चाहिँ हाम्रो पिकनिक स्पटमा जाने बाटो अलिकति अप्ठ्यारो बाटो छ। भविष्यमा चाहिँ यो पार्टी स्थल पिकनिक स्थल चाहिँ अलिकति सहज र सुविधा सम्पन्नको लागि यहाँबाट गाडीको बाटो निर्माण गर्ने चाहिँ हाम्रो खोलासौथर वडा नम्बर 4 को पक्कै पनि नजर जानेछ र योजना बनाउनु हुनेछ भन्ने मलाई आशा लागेको छ। यो पारी चाहिँ घनपोखराको स्यालको भन्ने गाउँ, माथि डाँडा नासर डाँडा नासरको भन्छ। भुजुङमा टुरिस्टहरूको अहिले चाहिँ आवत जावत धेरै छ। सिजन यत्रो ठुलो गाडी पनि भुजुङमा आउन सकिन्छ र यो पनि मेरो विचारले अगाडि बढेर आउँछ। कुनै न कुनै तीर्थहरू ग्रुपमा भुजुङ अवलोकनको लागि आइरहेको जस्तो छ। त्यो चाहिँ घले गाउँ र नासरको यो तल माली पर तामुङ गाउँ बाटो चाहिँ अलिकति अप्ठ्यारो बाटो छ एकछिनको लागि, किनभने यो टेम्पोरेरी बाटो हो। यहाँबाट हुँदै पिकनिक स्थलमा जाने तल भुजुङ गाउँबाट आउने बाटो चाहिँ एकदमै राम्रो सहज छ। भविष्यमा यहीँबाट पिकनिक स्थलको लागि हाम्रो खोलासौथर वडा नम्बर 4 का बुद्धिजीवीहरूले प्रतिनिधिज्यूहरूले पक्कै पनि पहल गर्नुहुनेछ। आज चाहिँ मैले कोही मेरो साथीहरू चाहिँ 30-35 वर्ष पछि भेट्ने एउटा सुवर्ण मौका पाउनेछ।
किनकि उहाँहरू हामी बचपनदेखि सँगै हिँडेर पनि हामी रोजगारीको सिलसिलामा विदेशतिर लाग्यौँ। उहाँहरू आफ्नै बाबुआजीको पुर्खाहरूले गर्दै आएको कामहरू जस्तै भैँसी गोठ, भेडा गोठमा उनीहरू अहिले पनि लागिराख्नु भएको छ। त्यही भएर पनि हाम्रो भेट प्रायः नभएको हो। दसैँ तिहारमा बाहेक उहाँहरू कहिले कहिले मात्रै घरमा गाउँमा झर्नुहुन्थ्यो। त्यही भएर म कहिले दसैँमा आउने कहिले नआउने, त्यसैले पनि उहाँहरूसँग भेट नभएको लामो समय भएको हो। आज चाहिँ उहाँहरूसँगै भेटघाटको क्रममा उहाँहरूसँग भेट्न पाउने एउटा आशा बोकेर चिकनबाट यस्तो ठाउँमा आफ्नो गाउँमा यसरी उपस्थित हुनको लागि आइरहेको छु। हाम्रो 2 दिनको पार्टी छ, भेटघाट कार्यक्रम। यो तल्लो चाहिँ मिरिङ खोला, यो देखिएको बाटोको टक्कै अलिकति मुनितिर हाम्रो गाउँको हाई स्कुल पनि रहेको छ। साथै हाई स्कुलको फुटबल ग्राउन्डमा प्रत्येक वर्ष शिवरात्रि मेला पनि हाम्रो गाउँको लालीगुराँस युथ क्लबले आयोजना गर्दै आएको छ। यो वर्ष चाहिँ कारणवश शिवरात्रिको मेला चाहिँ आयोजना गरेको चाहिँ देखिएन। अब उतो यहाँबाट देख्न सकिन्छ भैँसी गोठ। त्यही हाम्रो डाँडामा एकदम रमणीय ठाउँ आजको हाम्रो भेटघाट अनि पिकनिक त्यही आयोजना गरेको छ साथीहरूले। एकदम रमणीय ठाउँ छ। एकछिनपछि म फेरि त्यो दृश्यहरू पनि यहाँहरू समक्ष देखाउने छु।